टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ। चितवनमा थप 1 संक्रमितको मृत्यु, 55 जना संक्रमण सम्बन्धी प्रसङ्गबाट। चितवन भक्तपुर अस्पतालमा कोरोना संक्रमित बेवारिस महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा 40 वर्षीय महिला रहेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो। यही असोज 15 गते ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या भई अस्पताल भर्ना भएकी उनमा असोज 19 गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि 19 गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिरहेको थियो। चितवनमा थप 55 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भक्तपुर अस्पतालको कोभिड-19 ल्याबमा गरिएको 235 जनाको स्वाब परीक्षणमा 55 जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये 46 जना चितवनका छन् भने बाँकी 9 जना चितवन बाहिरिएका छन्। संक्रमित हुनेहरू 6 वर्षीय बालकदेखि 71 वर्षका वीरसम्म छन्। भक्तपुर अस्पतालले आइतबार राति सार्वजनिक गरेको परीक्षणमा रिपोर्ट अनुसार भक्तपुरका 18 पुरुष र 16 महिलामा संक्रमण पुष्टि भएको छ। यस्तै राप्तीका 1 पुरुष र खेरहन्नीका 3 पुरुष, रतनगरका 1 पुरुष र 5 महिलामा पनि संक्रमण पुष्टि भएको छ। कालीका 1 महिला र 1 पुरुषमा पनि संक्रमण भएको भक्तपुर अस्पतालको कोभिड-19 प्रयोगशाला प्रमुख डाक्टर नीतू अधिकारीले जानकारी दिन्। यस्तै पर्साका 6 पुरुष, मकवानपुर र तनुका 1 पुरुष र सर्लाहीकी 1 महिलामा पनि संक्रमण पुष्टि भएको छ। मधेसकै गौरवको रूपमा रहेको जानकी मेडिकल कलेजमा जारी रहेको कर्मचारीको आन्दोलनमा सङ्घर्ष समितिका अध्यक्षले कर्मचारीहरूलाई उचालेर आन्दोलन गराइरहेको आरोप लगाएको छ। जानकी मेडिकल कलेजका प्रशासन प्रमुख दयानन्द झाले सङ्घर्ष समितिका अध्यक्ष उमेश यादवले कर्मचारीहरूलाई उचालेर आन्दोलन गराइरहेको आरोप लगाएका छन्। विभिन्न समयमा भएको आन्दोलनको क्रममा कलेजको आर्थिक अवस्था दयनीय बनेको तथा कलेजको आमदानीको स्रोत विद्यार्थी भर्ना रहे पनि कलेजले एउटा पनि सिट नपाएपछि आर्थिक समस्यामा अल्झिरहेका कलेजलाई सबै कर्मचारीलाई धान्ने गरी कार्य भइरहेकोमा व्यक्तिगत रिसिभीमा आन्दोलन गराइरहेको बताउँदै कलेजमा उमेश यादवले विभिन्न समयमा गर्दै हो हल्ला, विद्यार्थीलाई कुट्ने सम्मको कार्यहरू गरिरहँदा कलेजले उनीसँग स्पष्टीकरण सोधेपछि उनले जबरजस्ती कर्मचारीहरूलाई उचालेर धरनामा बसेको आरोप लगाए। कलेजमा रहेको अस्पतालले दैनिक 2 लाखदेखि 3 लाखसम्म आमदानी गर्दै आएकोमा धरनाको नाउँमा त्यो पनि बन्द गरिरहेको कलेजलाई झन्न आर्थिक भार थप्दै गएको बताए। यता विगतमा पटक पटक गरेको सहमति सम्झौता कार्यान्वयन अस्पताल पक्षले नगरी प्रहरी प्रशासनबाट कर्मचारीलाई डराउने धम्काउने काम गरेकाले बाध्य भएर आफूहरू आन्दोलनमा उत्रेका कर्मचारी हक हित संरक्षण सङ्घर्ष समितिका संयोजक उमेश यादवले बताए। 3 दिन अघि चोरी भएकै रौतहटको कठरिया नगरपालिका 1 जना वाडा अध्यक्षको मोटरसाइकल सहित 2 जना चोर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय कठरियाको संयुक्त प्रयासमा उनीहरू पक्राउ परेका हुन्। कठरियाका 4 वार्ड अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुशवाहाको गत 23 गते चोरी भएको प्रदेश 03-002 प 0155 नम्बरको 220 सीसी को पल्सर मोटरसाइकल सहित पक्राउ
2 जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कठरिया 3 बडेरावा गाउँका वीरेन्द्र शाह सोनारको छोरा 18 का जलन्धर शाह सोनार र गरुडा नगरपालिका 5 का गरुडा गाउँका जुगल शाह कानुनको छोरा 20 का सन्तोष शाह कानुन रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावले बताएका छन्। उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धानको लागि जिल्ला अदालत गौरबाट 6 दिनको म्याद थपाएको डीएसपी रावले जानकारी दिए। विशेष सूचनाको आधारमा चोरीका आरोपी पक्राउ परेपछि उनले बयानको आधारमा सर्लाहीबाट मोटरसाइकल बरामद भएको प्रहरी सूत्रले जनाएको छ। उता इलाका प्रहरी कार्यालय गरुडाले प्रहरीद्वारा सवारी चेक जाँचको क्रममा गौरचन्द्रपुर सडक खण्डमा उक्त मोटरसाइकल सहित 2 जना पक्राउ परेको सार्वजनिक गरेको छ। वाडा अध्यक्ष चन्दन कुशवाहाको मोटरसाइकल चोरी भएसँगै कठरिया बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन विकास शाहको चोरी भएको भारतीय नम्बरको मोटरसाइकल भन्ने हालसम्म बरामद हुन सकेको छैन। इलाका प्रहरी कार्यालय गरुडाले शाहको मोटरसाइकल बारे अनुसन्धान भइरहेको जनाएको छ। सरकारले नागरिक संवेदनशील नभए पुनः लकडाउन गर्ने बाहेकको विकल्प नरहेको बताएको छ। नागरिकको जीवन रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको भन्दै सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै अहिलेको अवस्थामा लकडाउन र निषेध आज्ञा गर्न कुनै सरकारको प्राथमिकतामा नरहे पनि सरकारले आग्रहको अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन्। काठमाडौँ उपत्यकामा 60% बढी संक्रमित देखा पर्ने थालेको भन्दै उनले नागरिक रूपलाई सचेतता अपनाउन पनि आग्रह गरेका छन्। उनले संक्रमणको अवस्था जटिल बन्न नदिन चाडपाडको समयमा समेत भएर सरकारलाई साथ दिन अनुरोध गरे। दशैं तिहार र छठ जस्ता चाडपर्वमा भिडभाड नहुने र संक्रमण झन् नबढ्ने खतरा हुने भन्दै उनले सचेत हुन सबैले ध्यान दिनुपर्ने बताए। टुडे न्युजमा एकछिन व्यवसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दशैँमा निधार खाली नै हुने भयो। दशैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडीआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत संघर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चीजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला?
सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रियवाला कि अन्तर्राष्ट्रियवाला? अखण्डवाला कि मेरुदण्डवाला? शक्तिवाला कि भक्तिवाला? चुनीवाला कि मनीवाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc, सुपर भन्दा एक्स्ट्रा सुपर। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तीव्रता दिएसँगै विभिन्न 24 उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ। विभागले चाडबाड नजिक आएकाले टोली नै गठन गरी खाद्य अनुगमन तथा परीक्षणको कार्यले तीव्रता दिएको छ। विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकूल देखिएका उत्पादन कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाएको जानकारी दिनुभयो। तत्कालै गुनासो सुन्न तयार पारिएको समूह रेस्पोन्स टिममा विभिन्न 24 उजुरी परेकोमा एक पानी उद्योग अनुमति बिना सञ्चालन भएको पाएकोले बन्द गराएको छ। खाद्य ऐन विपरीत रहेका 2 उद्योगलाई उत्पादन रोक्नका गरिएको छ भने अन्य 21 उद्योग विरुद्ध मुद्दा चलाएको दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार विभाग र मातहका कार्यालयबाट कुल 398 स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग र खाद्य पसलमा अनुगमन गरिएको थियो। त्यस्तै मध्ये खाद्य पदार्थ तथा दाना उद्योगको 278 र खाद्य सुरक्षा सम्बन्धी 155 गरी 433 नमुना सङ्कलन गरिएको थियो। परीक्षणका क्रममा 14 नमुना खाद्य ऐन विपरीत देखाएकाले कारवाही गरिएको हो। अन्य कम्पनी अनुसन्धानकै क्रममा रहेको जनाएको छ। विभाग अन्तर्गत मुलुकभर 24 डिभिजन कार्यालय र 12 स्थानमा खास आयाल र निर्यात गुणस्तरीय प्रमाणीकरण कार्यालय छन्। यसअघि कार्यालय भदौ 28 गते नै 3 वटा अनुगमन टोली परिचालन गर्दै आएको छ। मातहका कार्यालयलाई समेत अनुगमनलाई तीव्रता दिन विभागले निर्देशन दिएको छ। यसअघि पानी उद्योगमा 54 पटक अनुगमन गरिएको र 25 नमुना सङ्कलन गरिएको जनाएको छ। आज पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर 1 बागमती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको महाशाखाकी मौसमविद विभूति पोखरेलले बताउनुभयो। देशका बाँकी भूभागमा भने सामान्यतः मौसम सफा रहनेछ। मौसमविद पोखरेलका अनुसार अब यो वर्षका लागि मौसम सक्रिय भए ठुलो पानी पर्ने सम्भावना भने छैन। भोलि र पर्सिको मौसम पनि सामान्यतः सफा नै रहनेछ। केही दिनता मनसुन खासै सक्रिय छैन। अब छिट्टै बैठक बसेर औपचारिक रूपमा मनसुन बाहिरिएको बारे जानकारी गराइने मौसमविद पोखरेलले बताउनुभयो। बिस्तारै चिसो भने बढ्न थालेको छ। केही दिनता न्यूनतम तापक्रम घट्दै गएको छ। जुम्लाको आज बिहानको न्यूनतम तापक्रम 4.2 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै काठमाडौँको 16.5, दिपालेको 17.6, डडेलधुराको 13.3, विराटनगरको 17 र पोखराको 18.5 डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा थप 67,000मा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 67,757 जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या 71,19,300 पुगेको छ। संक्रमित मध्ये अहिलेसम्म 61,46,427 जना संक्रमणमुक्त भएका छन् भने 8,63,689 जनाको उपचार भइरहेको छ। यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या 1,09,184 पुगेको छ। पछिल्लो 24 घण्टामा त्यहाँ थप 813 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।